Hello guys, welcome to our channel Deepzen Vlogs. Me myself Chojen Lama. र आज चाहिँ हामी जाँदैछ दुधे. So here is our program. Hello program. र हाम्रो यहाँनिर दोजिन बहिनी छ. मेरो नानी. र यहाँ ऊ मेरो वाइफ. हल्का अब तयारी हुँदैछ ऊ पनि. मेरो भाइ. So catch you in the car. है? सो गाइज अब चाहिँ हामी मेरो आमा र बाबालाई चाहिँ रिसिभ गर्नु गएको हो हेर न रेडी भयो यो चाहिँ उस आइदिँदै रहेछ छोजेनको भाइ एन्ड छोजेनको ब्रदरको छोरा के भयो खै कुन त टायर छ अरे हौ ला निकालिदेऊ न टायर के भयो यस्तो भएछ टायर चाहिँ त्यो बिचमा हाल्दै ल त बिचमा हाल्दै ल भयो ए भाउजू कहाँ हाल्दिनु उसमा हाल न हाम्रोमा चाबामा हाल न कति लाग्यो पैसा पुग्यो पैसा सुनेन त गाइस अब चाहिँ हामी गएको मेरो आमा र बाबालाई ल्याउनु हो आमा र बाबालाई भेटेर भिडियो बनाउँछु ओके मेरो आमाले चाहिँ यहाँ पर्खिरहेछ आमा आउनु के भयो ला सिलिन्डर पो रहेछ सिलिन्डरै आएको छैन अरे मेरो घर हो गाइस डिभिजन होमस्टे यहाँ चाहिँ मेरो आमा र बाबा छ जाने बेलामा सिलिन्डरको झमेला भएछ नि त है मेरो आमा र बाबा यता हेर्नु न आमा यहाँ चाहिँ मेरो बाबा यो चाहिँ आमा र बाबा चढ्यो पछाडिपट्टि राखिदिइरहेछ आमा ज्याकेट लगाउनु अन्त यस्तो छ यस्तो चिसो छ अम्बो बेक गरिरहेछौँ यहाँनिर फेरि गाडी त सानो न सानो पो छ त ला हाम्रो गाडीलाई सानो भन्दैछ होइन नि तिमीहरूकै हो यो हाम्रै गाडी त हो त यो ए हमारा गाडी है हामी चारजना मात्रै बस्छ एउटा गाडीमा अन्ली 4 अफ अस हेरौँ न तीनटा गाडी लगेको ओके एउटा गाडी छ अर्को गाडी छ माथि रहेछ चाहिँ गएन ल बाई बाई दोजिनले टाउको निकालिरहेको रहेछ अब यहाँ आइपुग्यो तीनटा गाडी छ खरसाङ आइपुग्यो को छ यहाँ पप्पा आमा सबैजना हुनुहुन्छ यहाँ भाइ बडी यहाँ राजना सिंह ऊ पर ऊ लुकिरहेछ प्रज्ञान चाहिँ त्यस्तो छ लु अब गाइस पोलिटेक्निक कलेज आइपुग्यो आफ्टर द्याट दुधेमा भेटौँ सबैजना अहिले चाहिँ हामी उयो आइपुग्यो दुधे सो गाइज आज चाहिँ हामी दाउरा किन्दैछ 60 भन्दैछ हेरौँ न कतिवटा पसन्द म दिन्छु पसन्द म दिन्छु यहाँ दिनु छ हुन्छ हामी दिन्छौँ गाइज अहिले चाहिँ हामी दुधे आइपुग्यौँ यहाँ प्रसन्द कस्तो लाग्छ ओके लु अहिले भेटौँ उयो पर लु यो बाटो जाने हामी यो बाटो जाने र उयो पर बसिरहेको छ सबैजना यो वाइफ पनि बसिरहेछ हिँडिहाल्ने अब चाहिँ अब म गाडी कुदाउनु पर्छ सोच्छु जाने होइन आजको एक्सपिरियन्स कस्तो छ मजा छ है बाटो त अन्त
हाम्रो पार्टनरहरू चाहिँ यहाँ छ अगाडि दुईटा गाडीमा। यहाँ चाहिँ मेरो मम्मी डियर, यता हेर्नु न, यहाँतिर गर्दा पनि हुन्छ। यहाँ चाहिँ मेरो बाबा डियर। दुईजना क्या ह्यान्डसम र ब्युटी छ नि फेरि। मेरो बाबा र आमा। जहाँ खेल्दा पनि हुन्छ यहाँ त। एउटा स्पट चुज गर्नु न अन्त। उहीँ अगाडितिर जाँदा पनि हुन्छ। खै त दुईजना यस्तो गर्नु त भिडियो। यता चाहिँ हाम्रो आमाहरू दुईजना। पैसा लिन्छ अस्ति माधुरीले पैसा तिरे के बेन्च पनि भाँचे अरे कि 1100 तिरे यता चाहिँ भाउजू, प्रसन्नताको भाउजू। बेन्च भाँचे अरे कि टिपिकाको भाउजू। यता चाहिँ पारासु। हामी पिकनिकमा आएको छौँ यहाँ दुधिया। अब मजा आउँछ। वर्षन यहाँ छ नि त्यस आज तिर्नुपर्छ नि फेरि नजाउँ त्यहाँ। गाइज हाम्रो चाहिँ अब पिकनिक स्पट आइपुग्यो है। मेरो वाइफ चाहिँ यहाँ छ, सी इज भेरी ह्याप्पी। अन्त यहाँ मेरो बाबा, मेरो गाडी, अन्त हाम्रो यहाँ घरको आमाहरू सबैजनालाई एक भिडियो, सबैजनाको एक भिडियो हेरौँ त सबैजनालाई। हामी त भर्खर आइपुग्यो तर खाजा खानु पाएको छैन। ओ पक्का हेलो, म छोजेनको भाउजू। हाम्रो लकी भाउजू हुनुहुन्छ। जु स्वागत छ मेरो भ्लगमा सबैजनालाई। हाम्रो लकी भाउजू हुनुहुन्छ, हाम्रो दिवान्स हुनुहुन्छ, हाम्रो सञ्जीव दा, स्वागत छ। वन भात चाहिँ स्टार्ट भयो है। सबैजना हाम्रो फ्यामिलीहरू चाहिँ यहाँ छ सबैजना। सो यस एन्जॉय सबैलाई देखाइन्छ। chronic conditions যেমন diabetes, hypertension, खाना पाएको छ। लुगाहरू पनि गर्छ हामीले। हाम्रो स्टार्ट भयो। सञ्जिताको भाउजू, यहाँ प्रसन्नताको भाउजू, यहाँ हाम्रो मम्मीहरू के गर्दैछ हौ मम्मीले? यता आमा के गर्दैछ? तपाईँहरू ब्रिजर खान्छ? ल्याइदिउँ? ल्याइदिन्छु ल। तपाईँलाई कस्तो फिल हुँदैछ हामीलाई 3.5 years? भाइ र बडीले पिकनिक थ्रो गर्नुभएको छ, एकदमै मजा आउँदैछ हामीलाई। थ्याङ्क यू सो मच। एकदमै इन्जोय गर्दैछौँ हामी। आज भर्खर ब्रेकफास्ट खाइसक्यो, अब डल्लै छ पाक्दैछ भर्खर खाना। प्रसन्नतालाई कस्तो फिल भइरहेछ हामीलाई 3.5 years बाद भेटेर? आज एकदम फ्यामिली पिकनिक मजा आइरहेछ, इन्जोय गरिरहेको छु दुधैमा। घाम पनि आइदियो हाम्रो। अन्त ब्रदरलाई एकदम फुल इन्जोय आज यो क्युबक्ससँग एकदम फुल इन्जोय। आफ्टर है अब पहिले पनि भनौँ न नेभर वी हेभ गन टु फ्यामिली पिकनिक है, तर अब यो फ्यामिली चाहिँ आज नै भेला भइरहेको छ। सो आफ्टर अ लङ टाइम वी आर इन्जोइङ दिस पिकनिक। यो लुगा चाहिँ कसको हो? यो लुगा चाहिँ छोजन र मेरो। कस्तो फिल भइरहेछ हामीलाई 3.5 years बाद भेटेर? ह्याप्पी हैन सबैजना फ्यामिली गेट टुगेदर भएको चाहिँ राम्रो भयो, राम्रो लागिरहेछ। नेक्स्ट टाइम फेरि आउनु पाऊँ। हाम्रो ब्लगमा एक दुईवटा शब्द भनिदिनुहोस्। हाई हाई गाइस है। मजा आइदिरहेछ त। मजा आयो मेरो भाइ बहिनी आएकोमा हो, एकदमै खुसी अब हामी मनाइरहेको छौँ है भाइ। अब धेरै वर्ष बाद यस्तो गेट टुगेदर भइरहेको छ हाम्रो यहाँनिर। मेरो भाइ बिचरा अलिकति जिउ लागेर आएछ, अलिकति लगाएर आएछ, नत्र
गर्दा त अलिक 6 प्याक हुन्छ यसको हो अलिकति निकालेर आएको छ अब एनिवेज है खुसी अब यस्तो हामीले फ्यामिलीहरू अब आजको दिन है हामीले 15 मा सेलिब्रेट गरेको छौँ हामी दुधे तपाईँहरू पनि कोहीहरू अब यहाँ दुधेमा भिजिट गर्नुहोस् होला एकदम रमाइलो छ है यस्तो चिल बियर खाँदै हो इन्जोय है चिल बियर चाहिँ अब खोलामै यसरी पानीमा डुबाएर राख्नुपर्छ 2 घन्टा जस्तो चाहिँ त्यहाँदेखि चाहिँ अब यस्तो चिल्ड हुन्छ है अन्त मेरो हामी दाजुभाइ मात्रै हेन्सम त म मात्रै हो खै दाजुभाइ खै देखाइदिउँ त लु गाइस कमेन्ट गर्नु को चाहिँ ह्यान्डसम छ यसलाई सानो हो मेरो बुढा ह्यान्डसम छ दाजुलाई खालि हान्छौँ भनेको म पनि हान्छौँ छ दाजु के कस्तो फिल भइरहेछ छोरा बडीलाई भेटेर हजुर आन्छ मजा आउँदैछ मजा आउँदैछ रमाइलो गरिरहेको छ हामीले है दाजुभाइहरू सबैजना अब आज 15 फेब्रुअरीमा 2025 है आज हामीले इन्जोय पुरा गरिरहेको भोटिङ फेरि त्यही हो गाडी सेल गर्नुपर्छ है गाडी सेलमै जानुपर्छ अब है म चाहिँ यता अब रिप्रेजेन्ट अब है यता हाम्रो बिके अटो है म एज अ टिम लिडर है म यो जब गर्छु अनि तपाईँहरू जतिजनाले यो हाम्रो है यो हेरिरहनु भएको जतिजना पनि हाम्रो हेरिरहनु भएको गाइजहरूले सबैजना आएर बुकिङ गरिदिनु होला गाडी वागाना इजरायलकोहरू जति इजरायलमा पैसा चाहिँ लिएर आउनु गाडी चाहिँ मेरोबाट लिनु है वागानाहरू मेरो भाइले पनि छिटै स्विफ्ट लिँदैछ एउटा गाडी स्विफ्ट लिँदैछ निकाल्नेवाला छ सबैजना आएर मेरोबाटै गाडी निकाल्नु होला त्यहाँ आएर सोध्नु सञ्जीव भनेर सोध्नु होला थ्याङ्क यू ओके मिनी मिली खाँदै रहेछ नेक्स्ट टाइम आएर हामी त पकाएर ल्याउनु अब यो भ्लग चाहिँ हेभी चल्ने है सञ्जीव दा पानीमा हालेर गर्नु न अब गर्नु त हो यो ढुङ्गा त बारबिको अब त अहिले टाइम भएको छ तपाईँको 2:15 होइन यो अब यो ढुङ्गा तातिँदै ओर्दा त 6 चाहिँ बज्छ 6 बजी बाँच्छ हामी जाने टाइम पनि हुन्छ त्यति बेला चाहिँ तातिने ढुङ्गा मोटो भइदियो जस्तो लाग्दैछ मलाई यो त साह्रै मोटो छ यो त उचालिन सक्छ हो यो पाइप टाइम लाग्छ नि यो त प्रोग्रामको लागि त चिन गर्नु ठिकै रहेछ जस्तो क्या Shorty will know मेरे दिल पे लगेगा करूँ reminisce all the time तेरे बारे सबसे करीब मेरी तू ही है अमीरा कोई सार ना होवे बारिश भी है उससे पहले
राइट नाउ चाहिँ हाम्रो पाक्यो खानासाना र लेट्स सी पर्ची मर्ची चाहिँ कस्तो भन्छ है वाउ कच्ची मची हाम्रो बहिनी माछा खान्छस् कहाँ माछा हेरिरहन पाऊ माया गरिरहन पाऊ प्रशान्त दाले चाहिँ भिडियो गर्दैछ हो आराम सञ्जित दा चाहिँ नाचिदिँदैछ हो हेरिरहन पाऊ माया गरिरहन पाऊ 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 हेर सिरसिरे हावामा हेर मायाको बगामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा पाठामा हेर सिरसिरे हावामा हेर मायाको बाटोमा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा थ्याङ्क यू सो मच माया छ हाम्रो भाइप्रति साह्रै नै राम्रो बजाए फोनमा साडी होटलमा आएको हामी कसरी बिर्सुला पार्यो
गाइज अहिले चाहिँ हामी घर आइपुग्यो है ल वी इन्जोय द लड है फ्यामिली पिकनिक थियो मजा आयो हेभी इन्जोय गरेको छ भिडियो क्लिप्सहरू पनि हेर्नुहोस् मजाले अन्त लाइक सब्सक्राइब र सेयर कमेन्ट गरिदिनुहोस् है सो सी यू अगेन बाई बेबी बाई बाई भनिदेऊ अलिकति सो क्याच यु बाई